नमस्कार सबैजनालाई। म यो हप्ता छपिया गएको थिएँ मेरो भाउजूकोमा र मेरो भाउजूकै छतबाट म तपाईँहरूलाई यो भिडियो खिचेर देखाउँदैछु। मलाई छपिया एकदमै मनपर्छ किनभने घर जस्तो सुकै होस्, छपियाको हरेक घरहरूमा फुलबारी त हुन्छ नै हुन्छ। चाहे ठुलो होस्, चाहे सानो होस्। यो मेरो भाउजूको मेहनत हो र उहाँले आफ्नो छतभरि अनि भुइँभरि फुलहरू लगाउनु भएको छ। यस्तो राम्रो फुलहरू के। अहिले नेपालको तराई भागमा लगभग गर्मी फर्किसकेको छ र मध्याहको 12 बजेतिर यो भिडियो खिच्दैछु। मध्याहको 12 बजेको कारणले गर्दा होला बिहान हालिसकेको पानीहरू पनि लगभग सुकिसकेको थियो र पानीहरू नहाले जस्तो देखिरहेको छ फुलहरू। तर भाउजूले चाहिँ बिहानै फुलहरूमा पानी राखिसक्नु भएको थियो। अब गर्मी लागेसँगै हामीले बिहान पनि अनि साँझ पनि फुलहरूमा पानी हाल्नु नै पर्छ। किनभने छतमाथि रोपिएको त्यसैमाथि गमलामा रोपिएको फुलहरू जमिनमा रोपिएको जस्तो हुँदैन। त्यो कारणले गर्दा पनि हामीले फुललाई दिनकै पानी हाल्नुपर्छ। विशेष गरिकन यो वैशाख जेठतिरको गर्मी त्यतिखेर यतातिर लगभग 45 डिग्रीभन्दा माथि जान्छ गर्मी। त्यतिखेर त झन् हामीले पानी हालिराख्नुपर्छ, चेक गरिराख्नुपर्छ। छतसँगै मेरो भाउजूको भुइँमा पनि यसरी फुलहरू छ। कति फुलहरू व्यवस्थित तरिकाले रोपे जस्तो नदेखिए तापनि वास्तवमा उहाँले राम्रोसँग मिलाएर रोप्नु भएको छ। र उहाँको बानीमा मलाई एकदमै मनपर्ने बानी, उहाँले केवल गमलामा मात्र होइन तर खेर गइरहेका वस्तुहरू जस्तै बोतल अनि डिब्बाहरू अनि बोराहरूमा पनि उहाँले त्यसलाई रिसाइकल गरेर रोप्नु भएको छ कि। भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय भने जसरी नै हामी सँग यति धेरै फुलहरू हुन्छ कि हामी जुगाडु बन्नु नै पर्छ कि। जुगाड नलगाएसम्म त अब कति गमला किनेर पनि साध्य हुने होइन। घरकाहरूले पनि भन्छन् कि तेरो पैसा जति त्यही गमलामा नखानु दिन्छ नलाउनु दिन्छ। त्यो फुलले जतिखेरै गमला किनेछ फुल किनेछ भनेर गाली खाइन्छ कि। त्यो भएको कारणले गर्दाखेरि भएको घरमा भएको चिजहरूलाई जो खेर गएका छन् तिनीहरूलाई रिसाइकल गरेर त्यही नै फुल लगायो भने घरका पनि खुस, आफ्नो सोख पनि पुरा हुने भयो होइन, सबै खुस। हामी छपियाबाट त्यही साँझ नै फर्केका थियौँ। हाम्रो भाउजूले केही फुलकोसेलीहरू दिनुभएको थियो। मलाई सबैभन्दा मनपर्ने फुल चाहिँ यो फुल हो। तर मलाई यसको नाम चाहिँ ठ्याक्कै याद चाहिँ भएन है। यहाँ चाहिँ हाँसो मच्चिरहेछ किनभने दियो भने खरानी पनि सैतेर लिएर जान्छ चेलीले माइतीबाट भनेर भन्दा रहेछन् कि। अनि मैले ऊ पनि लैजान्छु ऊ पनि लैजान्छु, त्यो फुल पनि दिनु भाउजू, ऊ फुल पनि दिनु भाउजू भनेको कारणले गर्दाखेरि उहाँहरू चाहिँ मरी हाँस्नु भएको छ कि। हामीले त्यही साँझ नै फुलहरूको भागबन्डा गरेका थियौँ मेरो साथी र मैले। हामी यस्तै नै हो, साथी र म जाने अनि फुल माग्ने लिने अनि भागबन्डा गर्ने। मैले त्यो राति नै सबै फुलहरू लगाइसकेको थिएँ। मैले राति नै लगाएको कारणले भिडियो चाहिँ खिचिनँ। भिडियो जे जस्तो भए तापनि धैर्यताको साथ हेरिदिनु भएको निमित्त हजुरहरूलाई धेरै धेरै धन्यवाद। सल्लाह सुझाव दिँदै गर्नुहोला। हस्त नमस्कार।